यो सोसियल मिडियाहरू हेर्दै गर्दा चाहिँ कस्ता कुराहरूले मन चसक्क छुने भने हामी हामी जुन हाम्रो समाज छ होइन, हामी समाजमा कसरी बाँचिरहेका छौँ भनेर। अनि अहिले पछिल्लो समयमा चाहिँ यो अलिकति बिहे दाइजो होइन, यस्ता रिलेटेड कुराहरू चाहिँ एकदमै धेरै आइरहेका छन्। अनि मलाई पनि यस्तो कुराहरूले चाहिँ एकदमै छोइहाल्छ होइन। अहिले पछिल्लो समयमा कस्तो रह्यो भने अब यो अलिकति अब हाम्रो समाज भनेको धन्नै तीन थरी वर्गमा विभाजित छ। एउटा एकदमै धनी, एउटा मध्यम र अर्को चाहिँ अलिकति तल्लो भनौँ न। अब भनेको आर्थिक अवस्था चाहिँ अलिकति मजबुत नभएका व्यक्तिहरू भनौँ। अब उपल्लो वर्गले एकदमै तडक भडक र भयङ्कर यो के अरे बिहेमा दाइजो दिने कुराले चाहिँ अनि केही समाजमा हुने अर्को अलिकति आर्थिक अवस्था कमजोर हुने व्यक्तिलाई चाहिँ यसरी मारमा पारिराखेको हुन्छ कि होइन। एकदमै त्यो सुन्दा सम्झिँदा अनि आफ्नै गाउँ पेरिफेरीका कुराहरू त्यो हुन्छ नि, त्यो सम्झिँदा पनि कस्तो चसक्क लाग्छ कि। अनि हामी कस्तो भने ठिक छ, जसले दाइजो दिन सक्नुहुन्छ, लिने दिने गर्नुहुन्छ, कसैलाई दाइजोको लागि ऋण लिनु पर्दैन, उहाँहरूले लिनुहोस्। त्यसमा हाम्रो चित्त दुखाइ मन दुखाइ केही पनि होइन होइन। आफ्नो खुसी गर्न पाइयो, तपाईँहरूका खुसीमा अरूले चित्त दुखाउन पाइएन, एकदम करेक्ट होइन। तर त्यसले समाजमा यसरी प्रभाव पारिदिन्छ कि अनि फलानाको बिहा भयो कति दाइजो ल्यायो, अथवा फलानाले छोरीको बिहेमा कति दाइजो दियो। अनि त्यो जस्तो कसैको छोरी विवाह गर्दै हुनुहुन्छ अनि कसैको छोराले लग्दै हुनुहुन्छ होइन बिहा गरेर। अनि उहाँ विवाह गरेर लाने घरलाई पनि दाइजो चाहिएको छैन। अनि विवाह गरेर दिने घर पनि उहाँहरू सामान्य परिवारको हुनुहुन्छ, उहाँहरूले एकदमै धेरै दाइजो दिन सक्नुहुन्न। त्यो दुईवटा परिवार खुसी छ कि बिहे गर्न, ल्याउन र लान, र दुईवटा परिवार चाहिँ एउटै परिवार बन्नका लागि, लगनगाँठो कस्नका लागि, र त्यो चाहिँ दुईटै परिवार खुसी हुनुहुन्छ भने अब त्यस पछाडि समस्या कहाँ आउँछ भने समाजमा के अस्ति फलानाले छोराको बिहा गर्यो कति दाइजो ल्याएछ भनेर। हामी अब यहाँनिर कस्तो गाह्रो छ समाजमा भने नि, त्यो दाइजो ल्याएन भन्दाखेरि उहाँहरूलाई त्यो समाजले फलानाले बिहा गर्यो यति दाइजो नि ल्याउन सकेन, के बिहा गरेको त्यस्तो ठाउँमा भनेर त्यही समाजले भोलि कुरा काट्छ। अनि दाइजो अब एकदमै धेरै ल्यायो, फलानाले मागेर ल्याएछ, फलानाले दाइजो मागेछ भनेर त्यही कुरो यसरी जान्छ। हामी यस्तो समाजमा हामीलाई जे गरे पनि सुख छैन के, राम्रो गर्नलाई पनि सुख छैन, नराम्रो। अनि यो धेरै दाइजो दिनेहरूले गर्दा त्यो दाइजो दिन नसक्नेहरूलाई समाजमा यसरी पीडित बनाइन्छ। कहीँ बोल्न होस् अनि समाजमा त्यो कुरा गर्न होस्, समाजमा एउटा गुट हुन्छ, फेरि धनीको एउटा गुट, गरिबलाई हेप्ने गुट होइन। यसले गर्दाखेरि यो दाइजो प्रथाले चाहिँ तपाईँको समाजको रहन सहन, दाजुभाइ होइन, एउटा छर छिमेकीको एउटा मित्रवत व्यवहार नै त्यो दाइजोका कारणले, आर्थिक अवस्थाका कारणले चाहिँ मान्छेलाई छुट्याइदिन्छ कि वर्गमा विभाजित गरिदिन्छ। यस्ता कुराहरू चाहिँ सकेसम्म अब अहिले पछिल्लो समयमा चाहिँ सबै धेरै मान्छेहरू अलिकति देश विदेश देखिसक्नुभयो, अलिकति आधुनिक जमाना आइसक्यो होइन। यस्ता कुराहरूमा चाहिँ अलिकति हामी सचेत हुने हो कि सम्पत्तिकै नाममा कोही कसैलाई भेदभाव गर्नलाई कम गर्ने हो कि, यस्ता कुराहरू चाहिँ हामी अलिकति बुझ्न जरुरी छ। त्यही हुनाले यो दाइजो लिन र देनका कारणले चाहिँ समाजमा बस्नेहरूलाई भेदभाव नगरौँ, सबैलाई सम्मान व्यवहार गरौँ भन्ने मेरो अनुरोध हो। यहाँहरू सबैको समय शुभ रहोस्।